एभ्रिवान आज चाहिँ हामी जाने थियो घाँस काट्न सासूबुवारी मिलेर अनि नानी पछि लाएर आएको थियो होइन अनि मम्मीले चाहिँ काफल टिप्दै हुन्थ्यो अलिक काफलको सिजन अनि मम्मीले दिन्न भनेको त नानी कस्तरी उफ्रिँदै थियो कि दिन्न भनेर अनि एकछिनपछि चाहिँ मम्मीले दिनुभयो अनि दिँदाखेरि चाहिँ उसले कप सब खाएर भ्यायो क्या एकैछिनमा अरूलाई नदिकन होइन आजको दिन चाहिँ एकदम कतै कालो बादल लगाएको कतै चाहिँ उज्यालो थियो के अनि त्यसपछि हामी चाहिँ पानी पर्दैन होला नि भनेर घाँस काट्न गयौँ अनि मम्मीले चाहिँ कुलोको छेउछाउ अलि राम्रो घाँस चाहिँ काट्दै हुनुहुन्थ्यो नि उसले पनि घाँस काट्न बसेको अरे कि मेरो करौती खोसेर होइन अनि त्यसपछि चाहिँ अनि लौ यो घाँस देखाऊ मम्मीलाई भनेको त उसले मलाई देखाउनको साट्टो उल्टै अजिलाई देखाइरहेको थियो कि ल यी भनेर अजितिर हेर्दै मलाई देखाइरहेको थियो होइन अनि मैले त्यतिखेर भिडियो बनाइदिइहालेँ अनि त्यसपछि चाहिँ घाँस काट्ने बेलामा चाहिँ भिडियो बनाउनै पाएन अनि घाँसले बोकेर चाहिँ म आइहालेँ क्या अलिअलि पानी पर्न थाल्यो नानी भिज्छ भनेर आइहालेँ म र नानी चाहिँ अनि त्यसपछि बुवाले चाहिँ खाजा बनाउन लाउनु भयो रहेछ आज चाहिँ समोसा बनाउनु भन्नुभएको थियो अनि मम्मीले घर जाऊ समोसा बनाउन हेल्प गर बरु घाँस लिएर जाउँ भनेर अलिकति घाँस बोकेर आएँ म चाहिँ अनि उसले चाहिँ उहाँ रोटी बनाउन रेडी भयो ऊ चाहिँ सधैँ मसँग त्यस्तै हो अनि अझै चाहिँ अब बनाउनु दिन्न मलाई भन्दै भनिराख्नु भएको थियो अनि त्यसपछि म चाहिँ भित्र आएर तेल बसाउनतिर लागेँ एकछिनमा चाहिँ बुवाले समोसा बनाएर भ्याउनु भयो मैले चाहिँ तेल तताइसकेको थिएँ नि त अनि यो चाहिँ नानीले बनाएको पुरी हो सानो नानीले बनाएको अनि त्यसपछि चाहिँ मैले यो पुरीलाई चाहिँ त्यहाँ तल्दिएँ क्या अब जे भए पनि होइन अब उसलाई खुसी त मिलोस् न भनेर अनि मैले चाहिँ त्यो तलेर अनि त्यसपछि चाहिँ समोसा राखेँ समोसालाई तल्नतिर लागेँ अनि त्यसपछि पाकिहाल्यो एकैछिनमा त पाक्छ अनि त्यसपछि मैले बुवालाई दिएँ मम्मीलाई पनि दिएँ अनि त्यसपछि चाहिँ मैले पुरी बनाउन लागेँ किन भन्दा ठुलो नानीले चाहिँ खाँदैन कि यस्तो रोटी रुचाउँछ तर यस्तो समोसाहरू खच्याङखुचुङ चाहिँ खाँदैन अनि उसको लागि पुरी बनाइदिएको अनि स्कुलबाट आएर खान्छ होला भनेको त हेर्नु न यहाँ नखरा खान्न अरे उसलाई मन परेन अरे पुरी किन दिएको अरे भनेर रिसाएर उत्पात थियो खान्न भनेर उता फर्केको थियो हजुरहरू देख्न सक्नुहुन्छ अनि त्यसपछि चाहिँ एकछिनपछि थोरै चाख्न दिएको उसले थोरै खाएको मुख हेर्नु कस्तो बिगारेर खान्छ अनि सानोले चाहिँ मिठो छ मम्मी मिठो छ भनेर खान्छ क्या उहाँ दिदीलाई जिस्काउँदै अनि त्यसपछि त्यो पुरी उसले खाएर भ्यायो अनि एकछिनपछि चाहिँ उसलाई दिएको अनि अर्को ल्याएर दिएको उसले मलाई थोरै डुबेर खाथ्यो चियामा अनि मिठो छ भनेको छैन भनेर रियाक्सन दिइरहेछ अनि एकछिनपछि मैले उसलाई होमवर्क लेखाउन थालेँ होमवर्क लेखाएपछिको चाहिँ मैले भिडियो बनाइनँ आजको लागि चाहिँ यति नै बाई बाई।